सो तपाईँहरूले भिडियोसम्म पुग्नुभयो भनेपछि थाहा पाइसक्नु होला यो चाहिँ हाम्रो फर्स्ट टेस्ट भिडियो अपलोड चाहिँ गर्छु चाहिँ फर्स्ट काइन्ड अफ जिम ब्लग लाइफस्टाइल एनिथिङ यु क्यान से त्यो भिडियो बनेछ र यहाँनिर चाहिँ हाम्रो जर्नी स्टार्ट हुन्छ। सो आज चाहिँ हाम्रो मैले चाहिँ ब्याक र बाइसेप गर्न आएको। सो ब्याक मैले 3 सेट चाहिँ हालिसकेको छु 40 kg सपोर्टेड रो। सो लास्ट सेटबाट चाहिँ यो चाहिँ थिकनेसको लागि एकदमै राम्रो हुन्छ। सो मेरो ब्याग चाहिँ पहिलेदेखि एकदम विक छ, त्यसैले अहिले चाहिँ 2026मा चाहिँ ब्याग चाहिँ अलिकति राम्रो ग्रो गर्ने मेरो प्लान छ। यो एयरफोनले गाह्रो हुन्छ यार माइकमा भएर चेप्ने भएको छ। सो एउटा रो सकेको छ, अब हामी हान्छौँ डम्बलको कुनै कर्ल एक्सर्साइज, त्यसपछि फेरि ब्याक। सो बाइसेपको चाहिँ 2टा एक्सर्साइज हान्छु, 2टा सेट। यो कर्लको चाहिँ लास्ट सेट हुने। जुन ठाउँमा जिम गएपछि पनि लाइक डम्बल चाहिँ आफ्नो प्लेसमा राख्नुपर्छ होला। द्याट्स द रुल नम्बर 1। सेकेन्ड सेट राम्रो प्लेटफर्म राम्रो। यो चाहिँ बिट ब्याक फोकस हुन्छ, अलिक रिचमा राम्रो छ ब्याकको। सो ब्याक अलिक क्लियर भी लाइक इल्युजन, सो इट लुक्स मोर सपोर्टेड। हामी चाहिँ 4 सेट। Let's go. Stretch, big stretch, please. ब्याकको 2टा एक्सर्साइज चाहिँ सकिसक्यो। एउटा लास्ट हामी पुलअप हान्नेछौँ 3 सेट 12 रेप्स। सो अहिले चाहिँ म पुलअपमा पनि प्रोग्रेस गर्ने ट्राई गरिरहेको छु। द्याट्स मैले यो चाहिँ अब प्लानमा राखेको छु। एन्ड अल्सो दुनियाँको सबभन्दा राम्रो बोल्यो त्यो हो।
all I am is a man. I want the world in my hands. I hate the beach, but I stand in California with my toes in the sand. Use the sleeves of my sweater. Let's have an adventure. Head in the clouds, but my gravity centered. Let's have an adventure. Head in the clouds, but my gravity centered. Touch my neck, and I'll touch yours. You and those little high-waisted shorts. Oh, she knows what I think about, and what I think about. One love, two mouths. One love, one house. No shirt, no blouse, just us. You find out nothing that we don't wanna tell you about. No, 'cause it's ट्रेनिङ चाहिँ आजको सकिसकेको छ सो अब घर जान्छौँ खान्छौँ देन विल सी यू गाइस टुमरो बाई स प्लिज जसरी भयो भने 100 लाइक पुऱ्याइदिनु होला नत्र मर्दिनु